मैले पछिल्लो समयमा युट्युबतिर काहीँ न काहीँ देखिरहन्छु पोडकास्टमा नेपाली फिल्म मेकरहरूले भनिरहन्छन् कि नेपाली अडियन्सले नेपाली मुभी नै हेर्दैन। मैले आज एउटा मुभी हेरेँ, मुगलान। यो मुभीलाई डाइरेक्ट चाहिँ आशिष ढकालले गर्यो भने लिडमा प्रभात पल र लिड एक्ट्रेसमा स्मारिका ढकाल हुनुहुन्छ। यो मुभीको प्लट चाहिँ हाम्रो गोर्खा गाउँको वरिपरि रहेको छ। लिड एक्टरले चाहिँ आफ्नो घरको समस्याहरू हटाउनलाई मुगलान जानु परेको हुन्छ। त्यही मुगलान गएर कतिको स्ट्रगलहरू देखाएको छ, उसको जीवनमा घटेको कथाहरू देखाएको छ। खासमा पछिल्लो समयमा मैले 3 हप्तामा 3टा नेपाली मुभी हेरेँ। सबैको मेन स्टोरी नै यो विदेश जाने रहेको छ। ठिक छ, हाम्रो देशमा एउटा मेन प्रब्लम नै यही चलिरहेछ, विदेश जाने युवाहरूको। तर त्यही स्टोरीलाई एउटा ढङ्गल रूपले नै देखाउनुपर्छ के। यो मुभीलाई 2054 सालको वरिपरि देखाएको छ, तर मुभी हेर्दाखेरि कुनै त्यो परिवेश नै मिलाएको छैन। कुन चाहिँ ठाउँमा 2054 सालको बसपा त्यस्तो राम्रो थियो भने मलाई एकचोटि कमेन्ट गरिदिनु होला है। रेटको कुरा हो भने म यो मुभीलाई के रेट गर्नु, 0 दिन मिल्दैन। एनिवे, तपाईँहरूले इफ प्लान गरिरहनु भएको छ भने यो मुभी हेर्नलाई आफ्नै रिस्कमा हेर्नु होला है। थ्याङ्क यू।